केपी ओलीको रिहाई माग्दै आन्दोलन गरेका एमालेहरूलाई अहिले प्रहरीले छानी छानी कुट्दैछ। कसैको हात बङ्गाइदिएको छ, कसैको टाउको फुटालिदिएको छ, कसैको आँखा सुनाइदिएको छ। ल बालन सरकार, आज चाहिँ म आन्दोलनमा आउँदिनँ। तिमीले हिजो यहाँ आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो, आँखा बन्द भएपछि मेरो बुद्धि आयो, त्यहाँ म आन्दोलनमा आउँदिनँ। वीरेन्द्रनगरका उपप्रमुखलाई त भाटा हान्दै चारेको पनि छ। पुलिसले उपमेयरलाई चाहिँ धोबी लहाडिरहेछन् है। यहाँ सुर्खेत महेन्द्रनगर नगरपालिकाका चाहिँ उपमेयरलाई यसरी चाहिँ खेदाई कुदाई चाहिँ यसरी लहाडिरहेछ। यो देखेर अहिले एमालेका कार्यकर्ताहरू केही सुध्रेका पनि छन्। कसैले आन्दोलनमा ठूला नेताका छोराछोरी अगाडि लगाउनु पर्यो भनेर भन्दैछन्। कसैले बालिन सरकारले राम्रै काम गरिरहेको रहेछ, हामी नै गलत रहेछौँ भनेर माफी माग्दैछन्। कसैले एमालेले रु 5000 दिएर आन्दोलनमा पठाएको अब आउँदैनौ भनेर पुलिससँग माफी माग्दै छोड्न आग्रह गरेका छन्। कुनै पनि राजनीतिक पार्टीको आन्दोलन कहिले पनि सफल भएको छैन। आन्दोलन सफल हुनको लागि जनता चाहिन्छ र त्यो जनआन्दोलन हुनुपर्छ। केपी ओलीको रिहाईको लागि एमालेले आन्दोलन गर्नु कतिको ठिक छ, कमेन्ट गर्नुहोला।